बाटो एक्लै हुँदा मेरो साथमा हुनुहुने मलाई सान्त्वना दिनुहुने मात्र तपाईँ येशू तपाईँ यसैले आउँदछु तपाईको चरण। जय मसी साथीहरू आज चाहिँ हामी गोर्खामा यी चर्च जाँदैछौँ है। हाम्रो चर्च चाहिँ ऊ तल छ, हामी जाँदैछौँ बाटोमा हिँडेर। बुझौँ बाटो यस्तो छ हेर्नुहोस् त है। अगाडि हिँड अगाडि। चर्च चाहिँ ऊ तल छ हाम्रो, अनि हामी चाहिँ ऊ माथि बसेर चर्चमा नानीहरू लिएर जाँदैछु। मम्मीहरू आउँछ होला नि होइन? ए हिँड्दै गर्नु न, हामी तल बस्छौँ। अर्ग्यानिक चाउमिन के हो अरे? अर्ग्यानिक चाउमिन बिना ए खानुहुन्छ र? चाउमिन अनिल अनिल चाउमिन त्यसरी फल्छ उ साथीहरू यहाँ यी गाउँमा चाउमिन पनि फल्छ, ऊ बाटोमा फलेको छ। उ ऊ हेर त उ चाउमिन त्यसरी फल्छ। यताबाट त्यसले चाउमिन हो भने चाउमिन हो कि हो भने तिमीहरूकोमा हुन्छ गाउँमा? अर्ग्यानिक हो। हाम्रो गाउँमा हुन्छ नि त, तिमीहरूको हुँदैन होला। होइन उन ए आयो सर्ताम आइज। हो चाउमिन हो के खोइ डेभिड खोइ त। चाउमिन आटाबाट बनेको अनि यो ए ल आउँछ। नेचुरल हो नि त उसिनेर अनि मैदा मिसाउनु त हो नि पछि। ए हो र? हो त्यसलाई उसिन्ने अनि पानी निकालेर अनि मैदा मिसाउने। चाउमिन ल ल हिँडौँ। खोइ डेभिड आएन? आउँछ लु जाउँ न त हामी हिँड्दै गरौँ। आउँछन् अरू हिँड्दै गरौँ। ल 10 महिना बादमा मेरो विश्वासीहरूलाई आज मेरो विश्वासीहरूसँग भेट भएको छ, अनि हामी चाहिँ सङ्गति जाँदैछौँ हाम्रो मण्डलीमा। साथीहरू धेरै धन्यवाद, तपाईँहरू सबैको प्रार्थनाको उत्तर आज मैले पाएको छु। परमेश्वरलाई धन्यवाद।